Hello everyone, this is my mini vlog and hope you all will like it. Hibiscus. Mosong yeah, hibiscus. My god! Wow! So साथीहरु हामी चाहिँ बाजे बोजू घरमा आइपुग्यौं यहाँ सब्जीहरु ल्याइदिए थियो रहेछ so we are here to drop यहाँ दिन आएको छु and here comes Dupchi Juju Badur Sisno Kuma? Yeah. Come on, come on. Ayo. Kumala surprise. What a present surprise. Oh my god. Isku. Isku jare sisnu. Sisnu la. Bhare कोमा यो अलि पानी फिटेर अलि बाक्लो भएछ नि. हाम्फाल त पकाउनु पर्छ है. कता गयो कोपा चाहिँ? सो अहिले चाहिँ म उदुतिर लाग्दैछु किनकि मलाई सागको बिरुवा चाहिएको थियो त्यो अलिकति लगेर रोप्नु थियो घरमा सो यहाँबाट चाहिँ बोजूको गार्डन स्मल गार्डन छ त्यहाँबाट चाहिँ आई एम गोइङ टु कलेक्ट इट किचन गार्डन गार्डनमा चाहिँ यसरी पस्छ यसरी पस्छ किचन यतापट्टि फुट्दै खै कुन हौ यो यो ए कम्बल के भयो न So, I'm James. That's माथि लगेर रोप्नु लागि गरम छ तपाईहरुको सानोको टय हेरे हैन बाहु रे बाहु बलि डाटा मुला हैन यो त मुला फुलमायाले पट्याएथे नमस्ते के नमस्ते सुरुरुरुरु यो चाहिँ हाम्रो गाउँ है अन्त यो चाहिँ हल्का म है साथी हो यो हाम्रो बेमारको घर आज कस्तो वेदर भइरहेछ ओ माय गॉड परको सनसेट चाहिँ दिदीले क्याप्चर गर्नु खोजेको थियो तर राम्रै पाएन हो त्यही भएर चाहिँ हामी लागेको यहाँ चाहिँ we are going to water the vegetable garden Machigi MTV Sisidunga Milo Bayale Modi Nani Kayafi and Midimati Mogi Jodala Sisidunga Nachulua Jodo Boom Chegati Jenimo Charo Bejoge Menawe Yachi Amra Butin song way out one of the Buddhist song okay Okay, I don't know malum. कुखुरा खाने भने चाहिँ गाइज हो हामीलाई कन्ट्याक्ट गर्नुहोस् होला हैन तपाईहरुलाई लोकल कुखुरा खुवाउनेछ लोकल सो जाग पुग्यो एउटै कलर ए न के दिएको हैन के भयो रे के भएर मेरो यो अस्ति हराएको चिजमा मैले यहाँ बिर्सिरहेको थियो अन्त अहिले चाहिँ यसरी लगाउनु पनि हुन्छ यो नलाइन्जेलसम्म त गाइसहरु मसँग यसरी कति रुपैयाँको भन 150 हो गाइस 150
So, यहाँबाट चाहिँ यहाँ गएर चाहिँ पाइप गाँच्नु पर्ने हुन्छ यसरी गाँच्छ गाईले लु गाँच्नु फेरि उयो ल्याउने बेला हुन्छ कसले ए हो ए आन्टीको सोध हेरेर त सिरियसली छक्कै पऱ्यो अरे सिरियसली अब यसरी बस्नु गार्डन चाहिँ यस्तो रहेछ धन्न अलिकति भए पनि लु डाइट गरेर लु पनि छु गार्डन यसो योहरू हो ए यतापट्टि रहेछ या फुलहरू त दामी राखेको रहेछ यो चाहिँ हो आन्टीको गार्डन अरे यहाँ साग धनियाँ सोप बोडीहरू रहेछ यतापट्टि फुलहरू रोप्नु भएको रहेछ हेर्नुहोस् अनि चाहिँ यो घरमा बस्नुहुन्छ होइन सो मैले चाहिँ मेरो कपाल टाई गरेर चाहिँ आई स्टार्टेड वाटरिङ द भेजिटेबल हेर्नु त धनियाँ कत्रो कत्रो छ यो धनियाँ त फेरि लगेर खानुपर्छ छैनै सकेको छ अचार बनाएर खानुपर्छ अचार यस्तो यस्तो पाइप यस्तो गरेर फेरेर ढाले 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 यो चाहिँ गाइजहरू हाम्रै हो भनेर नसोच्नु होला यो चाहिँ अर्काको गार्डन हो उहाँ दिदीले चाहिँ प्राउडमा आफ्नै गार्डनलाई पानी लगाएको जस्तो लाउँदैछ कि तर होइन है होइन एकदम होइन गाइस यो चाहिँ के हो नि त पुरै राखेको छ लामो मध्यसम्म यो त आधी भाँचेर गाडी हिँड्ने आउँछ होला होइन ए यहाँ रहेछ त अन्त एउटा सानो हो त्यो लानु नि त यो छ भने अन्त के लोभ गरेर आएको कहिले मेरो फेभरेट चाहिँ यो है यो घाँस जस्तो अब चाहिँ हामी जाँदैछु फर्केर घर त्यस एउटा स्न्याक प्यान्ट लगाउनु है सेतो खालको छ हाम्रो घरमा चाहिँ ग्रिन कलरको मात्र नि अन्त विथ धनियाँ सोप लगाएर चाहिँ जाँदैछु यस्तो भएको रहेछ जाडो लाग्यो होला त्यसले त नि बिचरा कति यो चाहिँ कसको बिर्सेछ अब कसको सो लेट्स सी यो गएर चाहिँ म रोप्नु पर्ने छ रोप्नु भन्दा पनि पानी लगाइरहेको छ अहिले चाहिँ सो यो धनियाँ त खाने हो So guys, we're going back home. Thank you so much for watching.